आमा दर्शन, कस्तो छ खबर? आरामै हुनुहुन्छ? दिनभरि फोन गरेर बस्ने कि घरको काम पनि गर्ने? हुन्छ आमा, म फेरि गर्छु। अहिलेलाई राखेँ। जाऊ खाजा बनाएर ल्याऊ। हस् आमा। छोरी, के छ खबर? अनि ज्वाइँको नि? ए सुखी रहनु। मेरो भाग्य कति राम्रो, यति राम्रो ज्वाइँ पाएको छु। कति माया गर्नुहुन्छ नि तिमीलाई, कति ख्याल गर्नुहुन्छ नि तिम्रो। कसैको आँखा नलागोस् यो जोडीलाई। आउनुभयो तपाईँ? पानी पिउनु। तपाईँ फ्रेस भएर आउनु, म खाना पस्किन्छु ल। यस्तो तातो छ तिम्रो जिउ, सधैँ छैन क्या तिमीलाई? ज्वरो आए जस्तो छ त। केही भएको छैन, अलिअलि खोकी लागिरह, सर्दी लागिरह, त्यति हो। तिमी जाऊ आराम गर, खाना म आफै पस्केर खान्छु। जाऊ जाऊ जाऊ। होइन होइन, बुहारी कता गएर त आफै खाना पस्किँदैछ भान्सामा। आमा, उनलाई अलिक सन्त रहन्छ, त्यही भएर नि मैले आफै पस्केको। केही भएको छैन तिमीलाई, यो सब नाटक हो तिम्रो। तपाईँ किन खालि बुहारीको बारेमा नकारात्मक सोच्नुहुन्छ? मैले नि देखेको, उनलाई पुरा ज्वरो आएको छ, त्यही भएर मैले नै आराम गर्न पठाएको उनलाई। हो नि, म नै खराब, त चाहिँ असल। पुरा जोइटिङ्ग्रे हुन थालेको छ हिजो आज त। बिमारी श्रीमतीको ख्याल गर्दा जोइटिङ्ग्रे भएँ म। बुहारी, तिमीलाई लाज लाग्दैन? कामबाट थाकेर आएको श्रीमानलाई भात पस्केर नदिँदा? अचम्म लाग्छ हौ। दिनभरि फोनमा झुनिँदा केही हुँदैन, जब श्रीमान आयो अनि बिमारी। आमा, भो अब अति भो। अब यसका लागि मुखमुखै लाग्ने भइस् त मसित? मुख लागेको होइन आमा, मैले त सम्झाएको मात्र हुँ। किन तपाईँ एकरो बुहारीको खेदो गरिराख्नुहुन्छ? एउटा श्रीमानले उसकी श्रीमतीको बारेमा चिन्ता गर्दा कसरी गलत हुन्छ? उहाँ बहिनीलाई ज्वाइँले घुमाउन लाँदा, आफै खाना बनाएर खुवाउँदा, राम्रा राम्रा कपडा किनिदिँदा, गरगहना किनिदिँदा त तपाईँ खुसी हुनुहुन्छ त? किनभने ऊ तपाईँकी छोरी हो, होइन? तर यहाँ छोराले बुहारीको चिन्ता गर्दा छोरो गलत। कस्तो सम्बन्ध हो आमा यो? आमा, सम्बन्ध दुईतिरबाटै मजबुत हुन जरुरी छ। छोरीलाई माया, बुहारीलाई हेला, ज्वाइँलाई माया, छोरालाई हेला, यसरी सम्बन्ध राम्रो हुँदैन आमा। तपाईँले चाहिँ ढुक्कै छोरीलाई फोन गरेर हालखबर बुझिरहने, अनि बुहारीले चाहिँ माइतमा यसो एकताल फोन गर्नु पनि हुँदैन? बुहारी पनि त कसैकी छोरी नै हो नि। मैले पनि यिनीसँग बिहा गरेर ल्याएको हो, मैले पनि यिनको ख्याल गर्नु मेरो कर्तव्य होइन? जसरी बुवाले तपाईँको ख्याल राखे जस्तो मैले पनि यिनको ख्याल राख्नु परेन? साह्रै मुख चलाउने भइछ सब त। ठिक भन्दैछ छोराले। अहिले हामीहरू छोरी बिरामी भएको भए तिमी यहाँ हुन्थ्यौ, तर बिचरा बुहारीको तिमी ख्यालै गर्दैनौ। बुहारी पनि कसैको छोरी नै हुन्। हो, हजुरले मेरो आँखा खोलिदिनु भयो। हाम्रो छोरी पनि कसैकी बुहारी हुन्। उनलाई पनि त्यहाँ यस्तै नराम्रो व्यवहार भयो भने हामीलाई कस्तो होला भन्ने कुरो मैले बुझेकै रहेछु। आजबाट यिनी हामी बुहारी मात्र होइन, छोरी पनि हुन्।